ल फेरि धेरै समय पछाडि चाहिँ म ब्याक भइसकेको छु होइन। मेरो चाहिँ एकदम कहिले फोनको प्रब्लम कहिले कसैको प्रब्लम भएर चाहिँ भिडियो नि बनाउनै पाएन। र कामको प्रेसर त्यस्तै भएर चाहिँ म्यानेज नै गर्न सकिएन। अनि टाइम पनि बितिसकेछ नहुँदा नै 5-6 महिना होइन 5-6 महिना बितिसकेछ। सो केही नै गर्न सकेन। सो अहिले नर्मल्ली चाहिँ ब्यालेन्स चाहिँ अहिले गरिरहेको छु भनौँ न त। हल्का ब्यालेन्सिङ गर्न लाग्यो भने अन्त साइडमा चाहिँ मेरो क्यामेरा छ होइन। यो चाहिँ क्यामेरा भयो साइडमा चाहिँ, यो चाहिँ क्यामेरा भयो। And that's my phone and that's my laptop and that's my mic. सो सानो सेटअपले तयार गरिसकेको छु। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ म अझै फिक्स भएको छैन अब के सम्बन्धी भिडियोहरू बनाउने भनेर चाहिँ। त्यही भएर अझै पनि कन्फ्युजमै छु होइन। अब भिडियो बनाउने त्यस्तो केही नलेज छैन होइन मसँग। सो नलेज नभएको कारणले गर्दाखेरि नि अलिक गाह्रो भइरहेछ। त्यस्तो क्यामेराको अगाडि बोल्दै नै आउँदैन राम्रोसँग होइन। भिडियो नबनाएको पनि धेरै भइसक्यो। र अनि अर्को कुरा चाहिँ मेरो फोनको स्टोरेज चाहिँ एकदम फुल भएर चाहिँ बनाउनु पाएको थिएन। सो त्यही हो, अब रेगुलर बनाउने छु। एन्ड त्यही हो, अब के सम्बन्धी बनाउने भनेर चाहिँ कन्फ्युजमै छु। त्यस्तो काम गर्दा होइन अलिक गाह्रो भइरहेछ म्यानेजिङ गर्न नि। अब के सम्बन्धी बनाउने भन्ने चाहिँ त्यो नि खासै हेरेको छैन। अब अझै सोचिरहेको छु अब के सम्बन्धी हुन्छ होइन। अब भ्लगिङ चाहिँ नर्मल्ली चाहिँ भ्लगिङ चाहिँ बनाइरहेको छु म होइन। पछि गएर मेमोरी होस् त टक्क लगाएर होइन यसो पारामा मेमोरी होस् भनेर चाहिँ भ्लगिङ चाहिँ गरिरहेको छु म चाहिँ होइन। भ्लगिङ एन्ड भ्लगिङ चाहिँ गरि नै राख्ने हो। र अनि त्यही हो, अब कस्तो हुन्छ अरू फिल्डतिर पनि ट्राई गर्छु बिस्तारै। अनि भ्लगिङ पनि गरिरहेको छु। अब भ्लगिङ भने चाहिँ मेमोरी हुन्छ नि त, पछि गएर हेर्दाखेरि कुनै टाइममा यस्तो गरेको थियो भनेर चाहिँ हेर्न नि एकदम ठिक हुन्छ। सो त्यही भएर चाहिँ भ्लगिङ चाहिँ गर्ने अनि अरू पनि गर्ने टाइपको अब बिस्तारै सिक्छु। धेरै सिक्नुपर्ने कुराहरू धेरै छ। गाइड गर्ने मान्छे कोही छैन मलाई होइन। मेन त गाइड गर्ने मान्छे कोही पनि नभएर चाहिँ गाह्रो भएको मलाई चाहिँ। अब त्यस्तो खासै नलेज यो सम्बन्धी चाहिँ खासै नलेज नभएको मान्छे पऱ्यो नि त म चाहिँ। खासै नलेज नभएको भएर चाहिँ गाह्रो भयो होइन। तर अब चाहिँ गर्छु अब सबै कुरा आफै सिकेर होइन। कसरी हुन्छ कताबाट हुन्छ जसरी सिकेर अनि छिटै सब पुऱ्याएर चाहिँ होइन सबै अनि लगाउँदै गर्दैछु। अनि सब रेडी भइसकेको छ मेरो नि। अब बिस्तारै एडिटिङ गर्ने नि भइसकेको छ। अनि फोनको स्टोरेज पनि लगभग म्यानेज भइसकेको छ। अब चाहिँ रेगुलर चाहिँ युट्युबमा भिडियो हाल्छु म हाल्ने। एन्ड अर्को कुरा चाहिँ 1.5 वर्ष जति चाहिँ म मेरो भिडियोहरू कुनै पनि प्लेटफर्ममा चाहिँ आउँदैन। यस्तो भ्लगिङ अनि कन्टेन्ट टाइपको अन्ली युट्युबमा मात्रै हाल्नेछु म चाहिँ होइन भिडियोहरू चाहिँ अहिलेलाई चाहिँ। अनि पछि बिस्तारै अरू प्लेटफर्मतिर पनि हालौँला। अहिलेलाई चाहिँ यही युट्युबमा मात्र चाहिँ फोकसिङ गर्ने हो मेरो काम चाहिँ। युट्युबतिर मात्रै फोकसिङ एन्ड लर्निङ गर्ने पनि मेन चाहिँ लर्निङ गर्ने पनि हो। मेन कुरा चाहिँ लर्निङ गर्नुपर्ने छ धेरै एडिटिङ सम्बन्धी होइन। मेन एडिटिङ सम्बन्धी पनि धेरै कुराहरू सिक्नुपर्ने छ मैले चाहिँ। एन्ड त्यहीहरू त एडिटिङ सिक्नुपर्ने छ। अनि धेरै कुराहरू चाहिँ सिक्नुपर्ने त अब बिस्तारै त्यो सिक्दै अनि भिडियो पनि बनाइराख्दै गर्छु होइन। अनि त्यो गरेपछि अनि बिस्तारै भएर जान्छ। त्यो गरेपछि कपाल नि काट्दै गयो। पहिला चाहिँ लामो थियो अझ छोटो छ। सो त्यही हो, अरू त अब भिडियो चाहिँ डेली आउँछ। द्याट्स इट म्यान।